हाई एभ्रिवान। सो आज चाहिँ मैले के लिएर आएको छु भन्दाखेरि चाहिँ यो मेरो पिग ब्याङ्क आज मैले किनेर ल्याएको होइन। सो यो चाहिँ मैले किन किनेको भनेर भन्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ म चाहिँ एकदमै ज्यादा उयो मिठाईहरू खान्छु जस्तो लाग्छ नि त, प्याकेटको चिजहरू। अन्त मैले चाहिँ त्यो कुरालाई कन्ट्रोल गर्नुको लागि चाहिँ इफ त्यो प्याकेटको चिज खानु भनेको चाहिँ आफूले आफूलाई हार्म गर्नु हो। अनि खान्छु, खाँदिनँ भनेको म होइन, खान्छु, तर जति खान्छु त्यसलाई चाहिँ कन्ट्रोल गरेर अनि पैसा सेभ गर्छु भनेर चाहिँ मैले यहाँ ल्याएको छु। किनभने मेरोमा पैसा छ भने चाहिँ म त्यस्तो प्याकेटको चिजहरू ज्यादा खान्छु नि त। अन्त अब चाहिँ म यहाँनिर सेभिङ गर्छु। इफ तपाईँहरूले पनि ज्यादा प्याकेटको चिजहरू खानुहुँदैछ, बाहिरको खानाहरू ज्यादा खानुहुँदैछ भने चाहिँ यो आइडिया अप्नाउनुहोस् होला। यो आइडिया अप्नायो भने चाहिँ तपाईँलाई आफूलाई फाइदा, आफ्नो हेल्थको लागि पनि फाइदा, प्लस आफ्नो पैसा पनि सेभ हुन्छ होइन। अन्त आयो त। अन्त सो अहिले चाहिँ म पैसा हाल्दैछु हो। यो चाहिँ अलिक सानो रहेछ कि, यो चाहिँ अलिक सानो लाग्यो यो उयो चाहिँ कन्ट्री चाहिँ। अन्त ठुल्ठुलो गरेर पैसा हाल्यो भने चाहिँ छिटो भरिन्छ होला भनेर चाहिँ आजदेखिको चाहिँ मैले स्टार्ट गरेको। सो भोलि पर्सि यो खोलेर पनि म तपाईँलाई देखाउँछु मैले के कुरामा उयो लाएँ, के पो भन्छ, खर्च गरेँ भनेर। ल स्टार्ट भयो है आजदेखिको। सो यहाँ चाहिँ म डेट पनि लेख्छु हो आजको स्टार्ट गरेको। र लास्टमा खोल्ने बेलामा देखाउँछु। सो स्टे ट्युन, बाई बाई।